यो चाहिँ आज हाम्रो नयाँ वर्षको लागि घरमै पार्टी रोस्ट चिकन ग्रेभी अनि अब दाल बन्दैछ। दाल पुलाउ। बुढीले चाहिँ नयाँ वर्षमा बाख्रा लाँदैछ ठोक्नुको लागि उता, म त तरकारी बनाउँदैछु। सबैजना मिलेर काम गरिँदैछ। पेस्ट पनि चाहिँ मैले यहाँ लोकल तरिकाले बनाउन आँटेको छु घरमा। पहिले हामी यस्तो सिलौटोमा पिनेर बनाउँथ्यौँ अदुवा लसुन पेस्ट। आज चाहिँ मिक्सरको पनि युज नगरिकन पुरानै तरिकाले बनाउनु पऱ्यो। चुलो पनि छँदैछ, चुलोमा टक्कसँगले बनाउने हो ग्यासमा। आज चाहिँ हाम्रो ग्यासलाई रेस्ट, चुलोमा नयाँ वर्षमा टक्कसँग पुरानो तरिकाले। रोस्टको लागि पनि मेरिनेट भइसक्यो चिकन। यो चाहिँ हाम्रो ग्रेभीको लागि भयो। यो पेस्ट चाहिँ रेडी भइसकेको छ। यसलाई चाहिँ यसरी गर्ने। पहिले हामी सानो बनाइन्थ्यो होइन, अलमोस्ट रेडी भइसक्यो। यो पनि अब पेस्ट ग्रेभी र रोस्टमा पनि हाल्नुको लागि के गर्नु चाहिँ यता फेरि छोराको आफ्नै पारा छ। के गर्ने अरे ए छोराको काम चाहिँ रमाइलो अर्को हेर्ने यहाँनिर हो। हेलो गाइज भनिदिनु नानी। हेलो गाइज। जिवा गरिदिनु, जिवा 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 गरिदिनु यहाँ। जिवा गरिदिनु, जिवा। गुड बोय। अझै जिवा गरिदिनु, जिवा जिवा गरिदिनु न त लु, जिवा गरिदिनु लु। गुड बोय। ओम मनी पेमे भनिदिनु नि लाइन्छु बसेर। गुड बोय। ल ल भन्नु त फेरि लु। अब अर्को लाइन्छु ल। जब टिभी हेर्दैछ हामीले चाहिँ बनाउँदैछौँ सामानहरू है त। मम्मी चाहिँ फेरि यहाँ पुलाउको लागि तयार गर्दैछ। पुलाउ चामल पनि भिजाएर राखिसक्नु भएको रहेछ। मजेदार रोस्ट। यो चाहिँ बदामहरू मामपुलीहरू यो बनाउनुहुन्छ मम्मीले चाहिँ यहाँनिर टक्कसँगले। ल आगो पनि बलिसक्यो चुलोमा। अब यहाँनिर टक्कसँग रोस्ट फ्राई गर्ने। यो चाहिँ भिलेज स्टाइलमा है त। लदाएर अगाडिबाट नदेखाएको मैले। सरसफाइ हुँदैछ बुढीको पनि। दुध बनेको चाहिँ छोरोको लागि है। अनि यहाँनिर चाहिँ दाल पनि बनाउने हो होइन। तेल पनि तातिसक्नु आँटिसक्यो रोस्टको लागि। यहाँ तयारी छ है त। धेरै वर्षपछि यस्तोरी खाना आँटिरहेको छ हाम्रो परिवार सबैजना घरैमा। यता फेरि श्रीमतीजी राम्री हुँदैछिन् नयाँ वर्षमा। मम्मीको पनि यहाँ तयारी हुँदैछ। भनिदिनु मम्मी हेलो गाइज। हेलो गाइज भनिदिनु मम्मी। तेल पनि तात्यो। अब गरिदिने रोस्ट फ्राई। वाह बब्बाल। लोकल स्टाइलको रोस्ट बन्दैछन्। यसो कहिलेकाहीँ रमाइलो घर परिवारमा गर्नुपर्छ। त फेरि हाम्रो राम्रो हिरो र हिरोइनी चढ्दैछन्। आइज। अनि फेरि यस्तरी धुवा आयो भने चाहिँ लास्टै रिस उठ्छ होइन। आगो बलेन भने चाहिँ अब यसलाई फेरि यसले फुक्ने हो ढुङ्ग्रोले ट्याक्कसँगले। ल बलि पनि सक्यो है। अलिक गाह्रो हुन्छ फेरि यो आगो बलेन भने चाहिँ होइन। यो चाहिँ हाम्रो घरको हिरो। आइज यहाँ भाग्नु पनि मान्दैन त हिरो त। आइज हिरो आइज त आइज। अब यस्तो हुँदैछ है त यो लोकल रोस्ट। यस्तो हुँदैछ। होटलमा जस्तै चाहिँ हुँदैन, तर होटलको भन्दा कम चाहिँ हुँदैन। फेरि मसला जिरो होइन, जिन्जर गार्लिक पेस्ट अनि अलिअलि अब बेसार खुर्सानीको धुलोहरू मात्र हालेको छ। अनि यस्तोमा फेरि खैरको रक्सी हाल्यो भने दामी हुन्छ। खैरको रक्सी, अन्डा, बेकिङ पाउडरहरू, सोडाहरू, कर्नफ्लोरहरू चाहिँ मैले युज गरिनँ। पहिलेको जसरी बनाएको है। ल दादा पनि आइपुग्नुभयो। हजुर दादाले पनि सिटी लिएर आउनुभयो। टमाटर सकेको थियो, टमाटर पनि लिएर आउनुभयो नयाँ वर्षको लागि। यो चाहिँ हाम्रो ग्रेभीको लागि प्याज भएको टमाटर मसला फेरि जस्तो हुन्छ। पिरो धेरै खानु हुँदैन यो भएको। यो जिन्जर गार्लिक पेस्ट ग्रेभीको लागि पुलाउसँग खानुलाई है त।
आज यो पनि बुढीले सबै सफा गरेर चाहिँ पानी हालेको अवस्था यस्तै छ जिन्दगानी। यस्तो भएको अवस्था अब यो फाइनली बेडबाट कडा हो। फाइनली हेर्नु दादा बबाल लु चाङ खाऊ। अब चाङ खाली रोस्ट भन्थ्यो। फाइनली भएको अवस्था। दाल अब अचार पनि बनाउने एकछिनमा होइन। फेरि अर्को लट पनि हालिदिने हो। बबाल तरिकाले सबतिर भ्याउनु परेको छ। अर्को लट पनि बन्दैछ टक्कसँगले। यस्तो गर्नुपर्छ। काम मात्र गर्दैन, खानु पनि पर्छ कहिलेकाहीँ। काम पनि मस्त। गोरु जोताइ राजा खै मन्त्री जोताइ भन्थ्यो त्यही पारा। अनि यसरी हामीले थोरै राम्रो मासुहरू देवी देवताहरूलाई पनि चढाउनुपर्छ। पितृ पुर्खाहरूलाई यसरी राखेर यस्तो मान्नुपर्छ नि त। चुलोमा पनि होइन, पहिलेदेखि आमाले सिकाउनु भएको यसरी भूत पितृहरू भगवान्हरूलाई सबैलाई दिनुपर्छ यसरी है। चिटिक्क परेर जर्सी लाउँछिन् के गर्नु। चिटिक्क पारिसकिन्। यता फेरि मम्मीले पनि बनाउनु हुँदैछ पुलाउ। मम्मीको फेरि अलग्गै छ रहेछ पुलाउ। मम्मी डिस देखिँदैन हुनाले दिइसकेको छ पुलाउ। हरियामा भयो होइन। दिसाले बनाइहाल्छ पनि। हजुर ल है पुलाउ मम्मीले बनाउँदैछ। छोरो हिरो भइसक्नु भयो। यता हेर्नु, यता नानी यता खोइ त नि ल यो हेर। वाउ। अनि फेरि यतातिर हट सस रोस्टको लागि आज एक गते मेला जानको लागि छोरो अब पुरा ऐना हेर्दैछ। रोस्ट पनि अलमोस्ट रेडी भइसक्नु आँट्यो। त्यसपछि ग्रेभी बनाउने। पुलाउ पनि रेडी हुन आँटेको। खाइदिने अनि चल्दिने हो। ग्रेभीको पालो रोस्ट बनिसक्यो हाम्रो। ग्रेभी को बनाउने हो लोकल स्टाइलमा। यो बनाउने सेफ चाहिँ उता हुन्छ सेफ अमृता तामाङ मेरो बुढी है त। यो चाहिँ हाम्रो हट सस पनि मिक्सरमा होइन उयसमा बनाएको हट सस पनि यो सिलौटोमै है त। छोरो र फेरि यहाँ बिरालोलाई भयो ल भन्दै दिनु हुँदैछ। दिनु उसलाई पनि के खानु भएको खै के खानु भएको नानी। यो हेलो गाइस भन्नु ल दिनु। म्याउला पनि दिनु, क्याटलाई पनि ल मिलेर खानुपर्छ। ग्रेभी पनि लगभग रेडी भइसक्यो। यो चाहिँ हाम्रो नोरबुको भाग हो नि। मिठो ए ल यो चाहिँ छोरोको भाग। हाम्रो ग्रेभी पनि रेडी भइसक्यो। ग्रेभी अब खाने हो नयाँ वर्षमा। भोलिदेखि फेरि काम ल। खानेकुरा पनि हाम्रो रेडी भएको अवस्था। यो ग्रेभी भइहाल्यो। मम्मीले बनाउनु भएको यो पुलाउ हो। यो ग्रेभी यो रोस्ट भइहाल्यो। हामी चारजना छौँ। लु नयाँ वर्षमा अब खाइयो। यता मम्मीले पनि पुलाउ। मम्मी स्पेसल पुलाउ होइन। स्पेसल दादा उता सिटीमा जानु हुँदैछ काममा। दादा पनि आफ्नै। अनि हामी सबै अब आउने बेलामा दादा पनि तयार गरेको। अनि बुहारीले चाहिँ ग्रेभी, मैले रोस्ट, मम्मीले पुलाउ अनि हट सस बनाइयो। अब खाने है त नयाँ वर्षमा सबैजनाले है त। त्यसो त मम्मी उता दादा हो। डन स्याक 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 गर्दैछ। के गर्यो पार्टी घरमा। यो चाहिँ श्रीमतीजीको फेभरेट। आमामा लु फेरि मम्मी खाँदैछ। दादा न्यु इयर पार्टी पनि लगभग सक्यो हाम्रो। ह्याप्पी न्यु इयर पनि भयो। 2083 प्रायः बाहिरै हुन्थ्यो, परिवारसँग हिँड्थ्यो। अब यसपालि चाहिँ लडाइँले गर्दाखेरि यहाँनिर बस्यो। ल खायो। अब
वर्ष सक्यो न्यू इयर पनि नयाँ वर्ष 83 को है त बाई मेलामा गाउँको नयाँ वर्षको मेलामा अगाडि चाहिँ वहाँ पर लाग्छ होइन खेतको बिचमा सबैजना आली आली भएर गइन्छ हामी पनि गइनेछ मेला अगाडि हिँड्दैछ श्रीमतीजी पनि यता हुन्छ होइन छोरो कहाँ अगाडि पुगिसक्यो मेलामा उहाँ चाहिँ लाउरे पनि हिँड्दैछ मेला गाडी किन्नलाई उसलाई हतार भयो मेला चाहिँ यसरी गइन्छ गाउँको त्यहाँनिर लाग्छ मेला चाहिँ सबैजना आली नै आली फर्स्ट मेला हाम्रो ठाउँको चाहिँ यहाँनिर लाग्छ त्यसपछि 5 गते अलिक ठुलो लाग्छ 6 गते झन् ठुलो लाग्छ हैन हेलो गाइस ह्यापी न्यू इयर आज चाहिँ 83 साल वैशाख 1 गते थानको मेला लागेको छ हामी चाहिँ मेला भएन आएको खेतै सबैजना खेतको बिचमा लागेको छ मेला भन्न लाग्यो फाइनली हामी मेलामा आइपुगिसकेका छौँ मेला आइसक्यो यहाँ फेरि छोरोले यो किन्ने भनेर ढुक्को छ के किन्ने गाडी किन्ने भन्दैछ होइन यसले डेली किने पनि पुग्दैन त्यस्तो खालको छ आज किन्यो भोलि फेरि किन्ने भन्छ यो चाहिँ हाम्रो थान पूजा गर्ने ठाउँ हो यहाँनिर डनहरू पनि आइसकेका छन् मेलामा हाम्रो डनहरू यहाँ छन् हेलो के दिन्छ धेरै गाडी किनिदिन्छु गाडी किन्ने भन्नु त मेलाको बारेमा भाइहरू लजाएर गइसक्यो अगाडि यो किन्ने अरे छोरोको चोइसको बबाल लगा त लगा कहाँ यार लगाएर हेर त आफू हेर त लगाएर कस्तो देख्छ हेर न त लगा त लगा अनि हेर लगाएर हेर त वाउ नोर्बु त देखाइ त यो भन्दैन स्याक गर्दैन नि आँखा चाहिँ देख्दैन नि आँखाबाट चाहिँ हेर्न यसरी हो क्या हेर्ने स्याक गर्दैन त्यतिकै लगा ल तीर खेल्नु पर्यो अब एकछिन मेला चाहिँ यस्तो छ मकैबारीको बिचमा मकैबारी धानबारीको बिचमा पहिलेदेखिको थाहा त्यो भएर यस श्रीमतीजीले चाहिँ जुलेबी खाँदैछ जुलेबी छोरोलाई चाहिँ एउटा गाडी र डोजर र मेलै पछि चाहिन्छ त्यसलाई चाहिँ फेरि हरेक मेलामा एउटा डोजर ट्र्याक्टर टिफर सबै कुरा चाहिन्छ जुलेबी घरमा मम्मीले खान्छ त्यही भएर लु नानी नानीको मेला चाहिँ लु जाउँ हिँड्नु ल यी सबैजना खेत आउनुहुन्छ चारैतिरबाट यस्तो गाउँघरमा वरिपरि हरियाली छ राम्रो छ अब आजको मेला पनि सक्यो 1 गतेको है त बाई बाई सबैजनालाई मेला सक्यो आजको